नमस्ते साथीहरू, आज असार 22 गते मेरो छोरीको चाहिँ जन्मदिन हो। सबैजनाले मेरो छोरीलाई एकदमै आशीर्वाद दिनुहोला। अनि मेरो छोरीको जन्मदिन चाहिँ यसपालि एकदम हामीले सिम्पल मनाउने भनेर बिहान उठेर उसलाई नुहाई धुवाई गरेर अनि त्यसपछि मन्दिर लिएर जानुभयो बाबाले। अनि घरमा ल्याएपछि चाहिँ हामी सबैजनाले मिलेर टिका लगाइदियौँ। अनि मैले बाबाले लगाइदिनु भयो, त्यसपछि मैले लगाइदिएँ। अनि त्यसपछि मम्मी पनि आउनुभएको थियो, मेरो मम्मी चितवनबाट। अनि आमाले पनि लगाइदिनु भयो उसलाई। अनि हामी सबैले टिका लगाएको देखेर उसको भाइले पनि उसलाई टिका लगाइदियो। अनि त्यसपछि बेबी चाहिँ यति खुसी छ, ह्याप्पी छ होइन, आज उसको बर्थडे हो नि त। अनि त्यस पछाडि फेरि अनि अब यो वर्षबाट स्कुल पनि जान थालेको हो। अनि स्कुलमा लगेर केक काट्छु भनेको भएर चाहिँ अनि केक लिएर चाहिँ म चाहिँ बच्चाहरूलाई स्कुल पुर्याउन लागिरहेको छु। भाइलाई एकातिर हातमा समातेर अर्को हातले केक समातेर। ओ माई गड, मेरो छोरी हेर्नु कसरी हिँडिरहेको छ, टुई टुई बर्थडेको आजको। अनि जस्ट हामी स्कुलमा पुग्यौँ। अनि सिस्टरलाई केक पनि दियौँ र उसलाई बाई गर भनेको, हजुर पनि आइस्यो न भन्दैछ। अनि बेबी चाहिँ माथि गइन्। त्यसपछि हामी फर्केर आयौँ। अनि फर्केर आउँदाखेरि बाटोमा त उसको भाइले आउन नमानेर त्यहीँ बसौँ भनेर यति दुःख दियो मलाई। अनि बल्ल 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 फेरि बोकेरै घर लिएर आएँ मैले। थ्याङ्क यू फर वाचिङ। सबैजनाले ह्याप्पी बर्थडे